हेलो गाइस, गुड मर्निङ सबैजनालाई है। सेवारो छ है। अनि म चाहिँ आज बिहान उठेर चाहिँ वक गएर आएँ होइन, एक्सर्साइज गरेर आएर त्यहाँदेखि चाहिँ अब म मेरो अझै मिलाएको छुइनँ, अझै मिलाउँछु आजको मेरो डेलीको ब्लग है। हेरिदिनुहोस् है, आज म के गर्छु दिनमा होइन, अन्त दिनमा के गर्छु त्यो तपाईँहरूलाई देखाउँछु, हेरिदिनुहोस् है। अब यो त्यही त भिडियोमा गरेर हेरेर होइन, अन्त आज यो बनाउँछु होइन, हेर्नुहोस्। अन्त मेरो के खान्छ र दिनमा के हुन्छ यसो है, अब सम्झ अब पछि मिलाइसक्यो मेरो पानी तताउँछु है। गाइस, अब म चाहिँ आज के पकाउँछु भने नि सब्जी पकाउँछु होइन, खाना पकाउने। आज मेरोमा चाहिँ के छ भने नि आलुको झोल बनाउने हो, आलुको झोल बनाउँछु है। कराई राख्छु, आलुको झोल खाने है साथीभाइ। आज हामी चाहिँ कति सब्जीहरू खानु भनेर आज चाहिँ आलुको झोल बनाएर खाने है। तेल लगाएँ है। अन्त मैले यहाँनिर प्याज टमाटर काटेको छु, धनियाँ है। फ्राई पनि गरेको पऱ्यो। त्यसपछि म भन्नु
गाइस मैले चाहिँ खाना पाक्यो है। अब खाना खानु चाहिँ सुरु गर्दै थिएँ, अरूहरू त खाइसक्नु आँट्यो। अन्त मेरो यो खोर्सानी छ, भात छ, टमाटर अचार, यो हिजो आलुको र बन्दाकोपीको सब्जी, अन्त यो झोल आलुको झोल हो है। अब सुरु गर्छु होइन, कस्तो हुँदो रहेछ है, हेरिदिनुहोस्। खाँदैछु है, खोर्सानी चाहिँ है। मैले खाना खाइसकेँ है। अब भाँडा धुन्छु म होइन, भाँडा धुन्छु हेर्नुहोस्। हाई गाइस, म चाहिँ अब वकिङ निस्केको, वक गर्नु यहाँ जाँदैछु है। अब हेर्नुहोस् यहाँनिर जग्गाहरू है कस्तो छ, म तपाईँलाई देखाउँछु। हेर्नुहोस् गाइस, यहाँनिर मकैहरू पाकिरहेछ, पाक्दैछ भन्दा पनि भर्खर सुरु हुँदैछ है, सानो। हेर्नुहोस् है गाईहरू, आमा बिचरा दुःख, कस्तो चाहिँ दुःख छैन होला। अहिले घाँसहरू छैन हो, सुखासुखी छ, कस्तो माया लाग्दो। हेर्नुहोस् त गाइस, कस्तो लाग्यो तपाईँहरूलाई? हेर्नुहोस् त यहाँ बाख्रा, अमै सानो बच्चा गाई। हेर्नुहोस् है, पढाएन हौ नि घाँसहरू नभएर बिचको है। कस्तो लाग्छ तपाईँलाई? हेर्दा हेर्नुहोस्, यहाँ चाहिँ कस्तो मेलाग्दो घाँस नभएर। हामी चाहिँ यसो वक पनि बाहिर निस्केर पढाएन यो चाहिँ के भन्छ जग्गा चाहिँ सर, मलाई थाहा छैन के भन्छ है। हामी चाहिँ देखाउनु चाहिँ गएको यहाँ चाहिँ के होइन, गाईको बाख्रा, कुकुर बच्चा यहाँसम्म आएछ। हामीलाई यहाँ पछ्याउँदै यो हाम्रोमा आउँछ, यो भात दिन्छु नि त यसलाई। ओइ डगी, ए मेरो भिडियो चाहिँ है आजको लागि यति नै हो। सबैजनाले हेरिदिनुहोस् है, सेयर, कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनुहोस्। बाई बाई, गुड नाइट।